सो हामी पढ्छौँ के डाइजेस्टिभ सिस्टम र डाइजेस्टिभ सिस्टमको फङ्सन के हो र यसको कसरी फिजियोलोजी भइरहेको छ है यति बेसिक पहिला सुरुवात गर्छौँ अनि अगाडि बढ्छौँ स्टेप बाई स्टेप। सो हेर्दै जाउँ। सो बेसिक बुझौँ अनि हेरौँला फेरि भिडियो र रमाइलो हुन्छ है। सो डाइजेस्टिभ सिस्टमको मिनिङ के बुझ्नुभयो भन्दाखेरि इट इज अ सिस्टम विच आर युज फर द ब्रेक डाउन अफ द फुड पार्टिकल्स। जति पनि हामीले खानेकुरा खान्छौँ खाएको खानेकुरा सबै कम्प्लेक्स पार्टमा हुन्छ है। सो यो खानेकुरालाई एकदम ब्रेकडाउन केमा सानो सानो टुक्रामा ब्रेकडाउन गर्नु पर्यो इन्टु द न्युट्रिन्स भनेको हामीलाई चाहिने तत्त्वहरू पोषकहरू विच देन पास इन्टु द सर्कुलेटरी सिस्टम भनेको जुन चाहिँ फाइनली एट लास्ट कसरी पास हुन्छ त हाम्रो ब्लड यानि सर्कुलेसन भएर हाम्रो ब्लडद्वारा त्यहाँ भएको न्युट्रिन्सहरू ब्लडमा एब्जर्ब भएर पास हुनु पर्यो एन्ड दे आर टेकन वेयर दे आर निडेड इन द बडी भनेको हाम्रो बडीको जुन अर्गानमा चाहियो आइदर यो ब्रेनमा चाहियोस् हाम्रो लिभरको काम गर्नुलाई परोस् हात चलाउन चाहोस् यो हरेक बडीको अर्गान्सले हामीले के चाहिन्छ त एनर्जी। त्यो एनर्जी प्रोभाइड गर्ने भनेको केले हो त न्युट्रिन्सहरू। त्यो न्युट्रिन्स कहाँबाट पास हुन्छ त हाम्रो ब्लडबाट। ब्लड भनेको सर्कुलेटरी सिस्टमको मेन अर्गान हो भने चाहिँ बुझ्नु पर्यो है। एन्ड द मेन वे यही एउटा मेन बाटो हो जहाँबाट हामीले खाएको खानेकुराहरू पेटमा खाएको औषधि गएर टाउकोमा लागेको चोटपटक खुट्टामा लागेको घाउ खुट्टामा भएका साना साना घाउहरू छिटोभन्दा छिटो निको हुनुको कारण के हो त यो सब कमाल कसको हो त बाबु ब्लडको हो है। यो चाहिँ थाहा पाउनु पर्यो तपाईँहरूले। त्यसपछि के बुझ्नुहोस् भन्दाखेरि बाबु इन्ट्रोडक्सन चारवटा स्टेज। पहिला के हुन्छ त हाम्रो बडीमा त्यो बुझ्नु है। देयर आर 4 स्टेज इन द फुड प्रोसेसिङ भनेको हाम्रो डाइजेस्टिभ सिस्टममा चारवटा स्टेज हुन्छ। द फर्स्ट वान इज इङ्गेसन। इङ्गेसनको मिनिङ के हो समथिङ कुरा इनपुट आउनु पर्यो यानि हामीले बाहिरबाट खानेकुरा इनपुट गर्नु पर्यो। हाम्रो बडीमा मुखबाट फुड पाइपबाट जान्छ स्टोमकबाट गएर इन्टेस्टाइनद्वारा एनसमा छर्नु पर्यो। सो डाइजेसन हुन्छ त्यसपछि खाएको खानेकुराहरू ब्रेकडाउन हुन्छ। यो सानो सानो खाएको ठुला ठुला टुक्राहरू यो चाहिँ सानो सानो फर्ममा टुक्रिनु पर्यो कि नै अनि पो हाम्रो बडीले एब्जर्ब गर्न सकिन्छ। न्युट्रिन्स चाहिँ प्रोभाइड हुन्छ ब्रेकडाउन फुड इन्टु न्युट्रिन्स। देन आफ्टर फाइनली त्यो ब्रेकडाउन भइसकेपछि यी सबै जान्छ हाम्रो सर्कुलेटरी सिस्टममा र सेल्सहरूले के गर्छ त एब्जर्प्सन। अनि एब्जर्प्सन गरिसकेपछि त्यो त्यहाँबाट भएको न्युट्रिन्सहरू भिटामिन्सहरू मिनरल्सहरू हाम्रो बडीले के गर्छ त सोच्छ। त्यो सोचिसकेपछि त्यसलाई अब फेरि हटाउनु पर्यो। हटाउनको लागि के गर्नु पर्यो त त्यसलाई फाल्नु पर्यो। एट लास्ट के गर्छ त इगेसन भनेको रिमुभिङ अफ द अनवान्टेड सब्सटेन्सेस। बाँकी भएको लेफ्ट ओभर सब्सटेन्सेसहरूलाई वेस्टेजहरूलाई नचाहिने वेस्टेजहरूले के गर्छ त रिमुभ गर्छ। कसले रिमुभ गर्छ त हाम्रो बडीले रिमुभ गर्छ। यति चाहिँ थाहा पाउनु पर्यो। र हामीले ट्रिकका साथ कसरी यो प्रोसेसलाई सम्झिन सक्छौँ त आइडिएई आइडिया भनेर सम्झिने है। आइडिएई अब इङ्गेसन गर्छौ आइडियाई भनेर हामीले सम्झिन सक्छौँ। दिस इज द ट्रिक। सो यसैले हामीले यसरी लेख्न पनि सक्छौँ। इङ्गेसन भनेको हाम्रो बडीमा इन्टेक अफ द फुड हो। डाइजेसन भनेको मेकानिकल र केमिकल ब्रेकडाउन अफ द त्यो फुड पार्टिकल्सहरूले सानो सानो फुड मोलिकुल्सहरूमा ब्रेकडाउन गर्ने हो सिम्पल मोलिकुल्सहरूमा सो द्याट इट क्यान इजिली एब्जर्ब बाइ आवर बडी सेल्स। र फास्ट देन आफ्टर के हुन्छ एब्जर्प्सन यानि फुड मेटेरियल्सबाट चाहिएको न्युट्रिन्सहरू सेल्सहरू भिटामिन्सहरू एब्जर्ब गर्नु त्यो बडी सेल्सले र नचाहिने डाइजेस्टेड मेटेरियलहरूलाई हाम्रो डाइजेस्टिभ ट्र्याकबाट फेरि बाहिर फाल्नु प्रोसेसलाई नै हामीले के भन्छौँ त चारवटा प्रोसेस अफ द डाइजेस्टिभ सिस्टम भन्न सक्छौँ। सो देन आफ्टर बुझौँ त फङ्सन के हो त डाइजेस्टिभ सिस्टमको वास्तवमा खानेकुराहरूलाई हामीले निल्नु पर्यो त्यसपछि ब्रेकडाउन गरेर न्युट्रिन्स मोलिकुल्सहरूलाई एब्जर्ब गर्नु पर्यो। एब्जर्ब गरेर त्यो भएको बडीहरूलाई अनडाइजेस्टेड पार्टिकल्सहरूलाई बाहिर निकालेर फाल्ने काम अनडाइजेस्टेड पार्टिकल्सहरूलाई निकालेर बाहिर फाल्ने काम हो। यही त मेन प्रोसेस हो। त्यसपछि हामी पढ्छौँ मेजर अर्गान्स। मेजर अर्गान्समा के इन्भल्भमेन्टहरू छ त मेजर अर्गान्स आर द माउथ। सबभन्दा अघिल्लो माउथ हुन्छ। इसोफागस भनेको फुड पाइप हो। फुड पाइप पछि स्टोमक जान्छ र दुईवटा इन्टेस्टाइनको पार्ट हुन्छ। पहिला आउँछ सानो इन्टेस्टाइनमा त्यसपछि लार्ज इन्टेस्टाइनमा। र एसेसरी अर्गान्स भनेको यस्तो अर्गान्स हो जुन चाहिँ डाइरेक्टली रूपमा इन्भल्भ हुँदैन तर इन्डाइरेक्टली रूपमा केही न केही मद्दत पुर्याएको हुन्छ। जस्तै लिभर भयो लिभरमा भएको बाइलले फ्याटलाई डाइजेसन गर्ने गल ब्ल्याडर भयो पित्तथैली सबभन्दा मस्ट
भ्यालुएबल अर्गान पनि हो यो गल ब्ल्याडर। देन आफ्टर प्यानिक्रिज भयो, प्यानिक्रिज अल्सो नोन मिक्स ग्ल्यान्ड पनि भनिन्छ है मिक्स ग्ल्यान्ड प्यानिक्रिजलाई। सो यही अर्गान्सले हामीले चित्रबाट पनि हेर्नुहोस्, सबभन्दा अगाडि माउथ, फुड पाइप, स्टोमाक, इन्टेस्टाइन र लार्ज इन्टेस्टाइन र लास्टमा के हुन्छ त रेक्टम। रेक्टमबाट हाम्रो अनडाइजेस्टेड पार्टिकल्सहरू बाहिर जान्छ। सो तपाईँले चित्र पनि हेर्न सक्नुहुन्छ है। चित्र हेर्नुहोस् त कति क्लियर देखाएको छ। यो तपाईँको माउथ र यसले हामीले फुड पाइप भन्छौँ, जहाँबाट नलीबाट फुड पाइप आउँछ। फुड पाइप जान्छ कहाँ, हाम्रो पछाडि भएको स्टोमकलाई, स्टोमकमा जान्छ। यो स्टोमकबाट कहाँ जान्छ त स्मल इन्टेस्टाइनमा जान्छ। स्मल इन्टेस्टाइन हुँदै के हुन्छ भन्दाखेरि यहाँबाट अब फेरि जान्छ लार्ज इन्टेस्टाइन, र लार्ज इन्टेस्टाइन हुँदै के हुन्छ एट लास्ट रेक्टममा झर्छ। र यो के भयो त यहाँ भएको यो टुप्पी जस्तो निस्किएको छ, द्याट इज कल्ड एपेन्डिक्स भनेर भन्न सक्छु है। चित्र इक्जाम पोइन्ट अफ भ्यूले अब हेरौँ फिजियोलोजी अफ डाइजेसन। खानेकुरा खायो, खाइसकेपछि मुखबाट फुड पाइप हुँदै जान्छ हाम्रो डाइरेक्ट कहाँ त एकदम स्टोमकमा। स्टोमकको वालमा डाइरेक्ट गएर ठोकिन्छ खानेकुरा थ्रु द फुड पाइप विच इज नोन एज इसोफेगस। इसोफेगस हुँदै यो हेर्नुहोस् त स्टोमकको ठ्याकै अलि माथि के हुन्छ त एउटा भल्भ जस्तो हुन्छ, उसले डाइरेक्ट अलि बिस्तारै गरिदिन्छ फुडको स्पिडलाई। अनि यहाँबाट निस्क्यो एचसिएल विच इज भेरी हाइली कन्सन्ट्रेटेड। अब जस्तो सुकै खानेकुराले पनि पचाइदिन्छ यसले ब्रेकडाउन गरेर। त्यसपछि अब खानेकुरा जान्छ हाम्रो स्टोमकबाट हुँदै इन्टेस्टाइनमा। इन्टेस्टाइनमा हेर्नुहोस्, इन्टेस्टाइनको पनि स्मल इन्टेस्टाइनमा भागमा गयो। त्यसपछि स्मल इन्टेस्टाइनबाट बिस्तारै जान्छ माथि हुँदै लार्ज इन्टेस्टाइनमा। सो अब यसरी लार्ज इन्टेस्टाइनको हरेक सेल्सहरू टिस्युमा जाँदै त्यहाँबाट न्युट्रिन्ट्सहरू गरे हाम्रो बडीले एब्जर्ब्स। अनि त्यो बडी एब्जर्ब गरेका न्युट्रिन्ट्सहरू ब्लडद्वारा हेर्नुहोस् सबै ठाउँमा बिस्तारै बिस्तारै आफ्नो सेल्स अर्गान्स र टिस्युहरूमा यहाँबाट ट्रान्सपोर्टेसन हुन्छ। र नचाहिँदा खानेकुरा हेर्नुहोस् अब थ्रु द रेक्टम, हाम्रो बडी इन्टेस्टाइनको रेक्टम भन्ने भाग, एनल भन्ने पार्ट भन्छौँ, त्यहाँबाट नचाहिने वेस्ट मेटेरियल्सहरू, अनडाइजेस्टेबल खानेकुराहरू, नचाहिने खानेकुरा अब हेर्नुहोस् है बाहिर निस्किने प्रोसेस हुन थालेको छ त। यसरी आफ्टर सम टाइम्स मजाले न्युट्रिन्ट्सहरू युज गरेर हाम्रो बडीले त्यो नचाहिँदा खानेकुराहरूलाई के गर्छ त बाहिर फाल्ने प्रक्रिया गर्छ। त्यो 2 दिनदेखि 4 दिनको समय लाग्दो रहेछ। यसरी 30 समयमा के हुन्छ त अनडाइजेस्टेबल पार्टिकल्सहरू प्रिपेयर भएर हामीले गएर टोयलेटमा एक्सक्रेटाको रूपमा थ्रो आउट गर्ने गर्छौँ। यसरी बिस्तारै खसेको हामीले वेस्टेड मेटेरियल्सहरू पनि हेर्न सक्छौँ है। सो यो हाम्रो केसबाट पास भइरहेको छ त हाम्रो मलद्वारबाट विच इज नोन एज एनस। यसरी